नमस्ते सबैजनामा के छ सन्चै हुन आरामै हुनुहुन्छ र साउदी अरबमा ईद चलिरहेछ। ईदमा सबै कम्पनीहरू बन्द छ ल सब कम्पनीहरू बन्द छ है। त्यहाँ कहाँ जान धेरै टाढा छ त्यो बाटो छैन यो बाटो त्यो मेरो बसिरहेको छ। हेलो डम्बर सर, हेलो मेरो न्यू भ्लगमा केही भनिदिनु, दुई चार शब्द राखिदिनु। ओ के छ हजुरहरू सबैलाई सम्झना छ है। हामी त यो साउदी अरबमा चाहिँ यसो बेलुका पख चाहिँ घुमौँ भनेर हिँडेको। केही देखिँदैन, न मान्छे देखिन्छ, न चाहिँ मतलब कि घरहरू, न चाहिँ मतलब जङ्गल बुट्टाहरू। यस्तै छ, खाली छ। जता हेर धुलै धुलो, माटै माटो। अझ अलि अगाडि जाने भने त यसो पहाड जस्तो नि देखिन्छ कि देखिन्न। त्यही हेर्न जाम भनेर हिँडेको। खै कता हो त्यस्तै छ। र हाम्रो सेकेन्द्र दादा, हजुरको घर चाहिँ कहाँ पर्यो अरे? हाम्रो चाहिँ महोत्तरीतिरको हालखबर के छ, कसो छ बताइदिनुहोस् ल। हाल खबर यस्तै होला क्या, त्यतातिर त हरियाली धेरै भयो होला। आज भोलि बर्सात आशा होला, अहिले पानी परिरहेछ। तपाईँ साउदी अरबमा काम गर्न थालेको कति भयो? भयो धेरै भयो, 10 इयर्स। 10 इयर्स भइसक्यो ल, धेरै लामो समय। अनि हाम्रो बसन्त सर, हेलो भाइ, हेलो। सब ठिक छ यार, खाडीमा आइयो है, यस्तो घुम्ने है बात मजा छ होइन। 4-5 दिन छुट्टी छ, अब कता घुम्ने आज देखेपछि भोलि कता घुम्ने थाहै छैन होइन। चल भाइ ठिक छ, यति नै है, मलाई धेरै बोल्न नै आउँदैन यार, क्या छ ल ल ठिक छ ल साथीहरू, टक्क लगाएर है। साथीहरूमा ईद चलिरहेछ, ईदको बेला हामी पनि यसरी साँझको बेला सो चिसो हावा खाम भनेर घुमेको। हावा त के खानु, धुलो मात्रै उड्छ, रुखहरू छैन, केही छैन है। हरियाली भए पो हावा खानु भन्नु, टक्कै केही छैन। पुरा जता हेऱ्यो मरुभूमि, जता हेऱ्यो मरुभूमि। यस्तो धुलो उड्छ ल हेर्नु।